आज म रिलायन्स स्कुल अगाडि हाम्रो भोजराज सरको घरमा छु। उहाँसँगको थोरै अन्तर्क्रिया बुक सम्बन्धी र हाम्रो विद्यालयको उहाँ गुरु पनि हुनुहुन्छ। पहिलोचोटि हामीलाई अध्ययन गराउनु भएको उहाँसँगको थोरै अनुभूतिहरू र पुस्तक सम्बन्धीको प्रतिक्रियाहरू म लिँदैछु। तपाईँहरूले यस भिडियोलाई हेरेर आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ। हवस् त सर, नमस्कार तपाईँलाई। धन्यवाद। तपाईँ त मेरो पहिलेदेखिको गुरु हुनुहुन्छ। नेवारी स्कुलमा तपाईँले बक्रा स्कुलमा पढाउँदै आउनुभयो। त्यस पछाडि हामीले छोटो अनि उहाँ तपाईँलाई मैले आफ्नो पुस्तकको एउटा प्रकाशन पनि अध्ययन गराउने मौका पाएँ। त्यस सम्बन्धी पनि प्रतिक्रिया लिँदै र एउटा विद्यार्थी जीवनको गुरुसँगको एउटा सम्झना स्वरूप पनि भेट गर्दै आज आएको छु। तपाईँलाई मेरो प्रणाम छ हजुरलाई फेरि पनि। सर, अहिले सन्चै हुनुहुन्छ? ठिकै हुनुहुन्छ कि कस्तो हुन्छ? अहिले त्यस्तै हो, एउटा उमेरले पनि अलिक माथि नै पुगेको। अब उमेर अलिक माथि पुगेपछि विभिन्न किसिमका रोगहरू आउँछन्। हाम्रो लगभग अहिले वर्ष त मैले साथ बिर्सेँ होला। हजुर, धेरै वर्ष अगाडि भेट भएर हामी नजिकै पनि बस्यौँ। एउटा गुरु चेलाको सम्बन्ध भयो हाम्रो। तर मात्रै थाहा पाएँ, मलाई बिचबिचमा हाम्रो बसाइपछि धेरै टाढा त थिएन र पनि त्यस्तो प्रतिभा छ भन्ने कुरो कहाँबाट त्यस्तो ज्ञान प्राप्त भयो। हे हुन्छ, मान्छेको एउटा पहिलेदेखि नै स्वभाव हुन्छ। हजुर, त्यसले गर्दाखेरि म भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पर्ने खालको किताब छ यो खोज। हजुर, खोज। आज म रिलायन्स स्कुल अगाडि हाम्रो भोजराज सरको घरमा छु। उहाँसँगको थोरै अन्तर्क्रिया बुक सम्बन्धी र हाम्रो विद्यालयको उहाँ गुरु पनि हुनुहुन्छ। पहिलोचोटि हामीलाई अध्ययन गराउनु भएको उहाँसँगको थोरै अनुभूतिहरू र पुस्तक सम्बन्धीको प्रतिक्रियाहरू म लिँदैछु। तपाईँहरूले यस भिडियोलाई हेरेर आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ। हवस् त सर, नमस्कार तपाईँलाई। धन्यवाद। तपाईँ त मेरो पहिलेदेखिको गुरु हुनुहुन्छ। नेवारी स्कुलमा तपाईँले बक्रा स्कुलमा पढाउँदै आउनुभयो। त्यस पछाडि हामीले छोटो अनि उहाँ तपाईँलाई मैले आफ्नो पुस्तकको एउटा प्रकाशन पनि अध्ययन गराउने मौका पाएँ। त्यस सम्बन्धी पनि प्रतिक्रिया लिँदै र एउटा विद्यार्थी जीवनको गुरुसँगको एउटा सम्झना स्वरूप पनि भेट गर्दै आज आएको छु। तपाईँलाई मेरो प्रणाम छ हजुरलाई फेरि पनि। सर, अहिले सन्चै हुनुहुन्छ? ठिकै हुनुहुन्छ कि कस्तो हुन्छ? अहिले त्यस्तै हो, एउटा उमेरले पनि अलिक माथि नै पुगेको। अब उमेर अलिक माथि पुगेपछि विभिन्न किसिमका रोगहरू आउँछन्। हजुर, र पनि सन्चै भन्नुपर्छ। हजुर, अब सबैले सोद्धाखेरि सन्चै छ भन्ने एउटा हाम्रो एउटा होइन चलाउने जस्तो छ होइन। अहिले तपाईँ अब कति वर्ष पुग्नुभयो हजुर? म अहिले 78 वर्ष। ए, 78 पुग्नुभयो है? हजुर, ठिक छ। अनि हजुरले अब दिएको शिक्षाले नै एउटा हामीले पनि प्रेरणा पाएर तपाईँहरूको आशीर्वादले नै जीवनमा एउटा कृत्य निकाल्न मैले सफलमा एउटा पुस्तक लेखेँ। त्यो पुस्तकलाई तपाईँले सरसर्ती हेर्ने मौका पाउनुभयो, हेर्नुभयो? मैले हेरेँ कि मेरो आफ्नो आँखाको कमजोरीले गर्दाखेरि मैले त्यो सबै हेर्न सकेको छुइनँ। हजुर, आँखा धेरै कमजोर छ। र पनि मलाई के लाग्छ भने त्यो बेला हाम्रो लगभग अहिले वर्ष त मैले साथ बिर्सेँ होला। हजुर, धेरै वर्ष अगाडि भेट भएर हामी नजिकै पनि बस्यौँ। एउटा गुरु चेलाको सम्बन्ध भयो हाम्रो। हजुर, अवश्य पनि। त्यो बेला पनि प्रतिभा राम्रो भएको मान्छे हामीले धेरै विद्यार्थीहरू, मैले 40-41 वर्षसम्म विद्यालयमा काम गरेँ। सानो विद्यालय 5-7 क्लास 8 क्लाससम्मको स्कुलमा। र प्रतिभावान विद्यार्थीहरू सबै हुँदैन, त्यो कसैमा त्यस्तो क्षमता हुन्छ। मलाई त्यति बेला पनि लाग्थ्यो
प्रतिभा बोकेको मान्छे, प्रतिभा भएको मान्छे एकजना हुनुहुन्छ भन्ने लाग्थ्यो। अनि अरू पनि 1-2 भाइहरू हुनुहुन्थ्यो, सम्पर्क भयो। अब त्यो प्रतिभा मैले पछि अहिले आएर मात्रै थाहा पाएँ। मलाई बीचमा हाम्रो बसाइ त धेरै टाढा त थिएन र पनि त्यस्तो प्रतिभा छ भन्ने कुरो कहाँबाट त्यस्तो ज्ञान प्राप्त भयो। हे उनको मान्छेको एउटा पहिलेदेखि नै स्वभाव हुन्छ त्यस्तो प्रतिभाहरू प्रति आस्था राख्ने, त्यस्तो प्रतिभालाई खोजी गर्ने अनि त्यसलाई चाहिँ भरसकको एउटा उसमा उतार्न सक्ने क्षमता सबैको हुँदैन। जब मैले त्यो किताब भेटेर त्यही अध्ययन गर्ने मौका मिल्यो अनि मैले धेरै कुरा पाएँ त्यहाँ। अहिलेसम्म मैले अब धेरैजना सरहरूका किताबहरू पनि पढेँ। अन्य ठाउँका एकजना सर लेखनाथ घिमिरे भन्ने हुनुहुन्छ, उहाँलाई इटरीले ठुलो सम्मान गर्यो। अरू पनि त्यस्तो साथीहरू हुनुहुन्छ, केही साथीहरू, तर पनि अब त्यो एक खालको सम्मान उहाँको चाहिँ हो। र यो पनि भाइले पनि अब आफ्नो कृति, आफ्नो त्याग, आफ्नो तपस्याबाट जुन गर्नुभएको छ त्यो मलाई कता लाग्यो। मैले त बेकार यो 45 वर्ष त्यसै खेर फ्याँकेछु जस्तो लाग्छ मलाई त्यो किताब हेर्दाखेरि। त्यो प्रतिभा देखाउनका लागि पनि मान्छेले त्याग तपस्या नै गर्नुपर्छ। मलाई ज्यादै खुसी लाग्यो। हाम्रो एउटा ऊर्जाशील जीवनमा अब अन्त नबरालिएर, अन्त दिमागलाई नलगाएर एउटा त्याग तपस्या गरेर त्यो किताब बनाउनु भयो। मलाई लाग्छ त्यो हाम्रो क्षमताभन्दा बाहिर त्यस्तो लाग्यो। त्यसले गर्दाखेरि भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उठाइदिनुहोस् न होइन। अनि अरूलाई के सल्लाह दिन चाहनुहुन्छ, अरू पाठक पढ्न चाहनेहरूलाई? तपाईँको यो भाइको कृति हो। हजुर, स्वास्थ्य र परम आनन्दको। हजुर, यहाँहरूले पनि यो खोजको बारेमा अध्ययन गरिदिनु होला र उहाँको एउटा कृतिलाई सबैले चाहिँ अध्ययन गरिदिनु होला। अब यो हामी सबैजनाले सकेसम्म अलिकति पढे लेखेको मान्छे, ज्ञान आर्जन गर्न खोज्ने मान्छेहरूले चाहिँ खोजी गरेर अध्ययन गर्नुपर्ने खालको किताब छ यो खोज। हजुर, खोज सुस्वास्थ्य र परम आनन्दको। खोज सुस्वास्थ्य र परम आनन्दको यो भाइ। अब अहिले त अब यसलाई दिमागले सबै कुरो समीक्षा गर्नुभयो। यसमा मैले के सुधार गर्नुपर्ने यस्तो कुराहरू थापिदिए हुन्थ्यो भन्ने तपाईँको केही सुझावहरू छ भने? होइन, त्यस्तो मलाई लाग्दैन। हजुर, किनभने मान्छेका धेरै खाली दिमागहरू हुन्छन्। मान्छेले आफ्नो आफ्नो विधाहरू हुन्छन्, त्यो आफ्नो आफ्नो विधामा अध्ययन गरेको हुन्छ, आफ्नो आफ्नो विधाबाट खोज गरेर निकालेको हुन्छ। ती विधा थुप्रै प्रकारका हुन्छन्। त्यसमध्ये यो एउटा चाहिँ मैले नपाएको विधा पाएँ। हजुर, यसको नयाँ विधा भन्दा हुन्छ यसलाई। अब यो सबैले अध्ययन गरिदिनु होला। तपाईँको यो सुन्दर प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। हजुरलाई धन्यवाद।